दर्शकबिन मलेसियाबाट एउटा एकदमै दुःखद खबर आएको छ। मैले पछाडिपट्टि देखाएको एउटा कम्पनीमा हेर्नुहोस् त, यो कम्पनीको नाम हो फार्मस प्रोसोनिक कम्पनी हो। यो कम्पनीमा धनुषा घर भएका सन्तोष यादवको काम गर्ने क्रममा एकजना नेपालीले करेन्ट लागेर आफ्नो ज्यान गुमाउनु परेको छ। हजुर, यो खबर सुन्दा तपाईँ हामीलाई एकदमै दुखी बनाएको छ। यो मैले काम गर्ने कम्पनीको ठ्याक्कै अपोजिट साइडमा रहेको कम्पनी हो। मैले यही कम्पनीमा गएर एउटा सानो भिडियो बनाएको छु, पछाडिपट्टि हेर्नुहोस् त। दर्शकबिन यही कम्पनी हो जहाँ एकजना नेपालीको करेन्ट लागेर मृत्यु भएको थियो है। म यही कम्पनीको ठ्याक्कै पछाडिपट्टि रहेको छु है, जहाँ एकजना नेपालीले हिजो अस्ति ज्यान गुमाउनु भएको थियो है। यही कम्पनी हेर्नुहोस् त। सोही कम्पनीमा एकजना नेपालीको मृत्यु हुँदा यो कम्पनीले यो घटनालाई गुप्चुप गर्न खोजिएको भन्दै त्यहाँका सम्पूर्ण वर्कर नेपाली दाजुभाइहरूले आन्दोलन गरेपछि बल्ल यो घटना बाहिर आएको जानकारी हामीलाई प्राप्त भएको छ। र उक्त कम्पनीले यो डेड बोडीलाई घटना घटेको 24 घण्टासम्म यो कम्पनीले यो डेड बोडीलाई कुनै पनि वास्ता नगरेपछि नेपाली दाजुभाइहरूले यसरी आन्दोलन गर्नु परेको हामीलाई जानकारी प्राप्त भएको छ। र अन्तमा हामी सबैको तर्फबाट उहाँलाई हार्दिक श्रद्धाञ्जली भन्दै उहाँको सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारणा गर्ने शक्ति प्रदान गर्नुभएको होस्। हवस् त, नमस्कार।